हेलो स्टुडेन्ट्स, आजको भिडियो पिटी तयारी गरिरहनु भएको स्टुडेन्टहरूको लागि हो है। पिटी अहिले सजिलो नै छ। यदि आफ्नो भाषामा लेख्ने टेम्प्लेटको युज नगर्ने हो भने पिटीमा नम्बर आइ नै रहेको छ। त्यस्तो टफ छैन, तर राइट प्रिपरेसन चाहियो। एकजना स्टुडेन्ट अब उहाँले हामीसँग पढ्नु भएको होइन, हामी बेटा आउनुभयो, राइटिङको लागि आउनुभयो। किन आउनुभएछ भन्दाखेरिमा स्पिकिङमा उहाँको 79, रिडिङ र लिसनिङमा मोर देन 62, तर राइटिङमा 43। अब किन यस्तो भयो भन्दा हामी नै कन्फ्युज भयो। उहाँले राइटिङ कसरी लेख्नुभयो भनेर सोद्धाखेरिमा स्ट्रक्चर मिलेको छ, वर्ड लिमिट मिलेकै हो, सिङ्गल इन्टर हानेकै हो, तर उहाँले आधी टेम्प्लेट आधी आफूले युज गर्नुभएछ। हो, अब यो मेरो आजको भिडियोको मेन उद्देश्य के त भन्दाखेरिमा तपाईँहरूले टिकटकमा टेस्टेड भेरिफाइड टेम्प्लेट यस्तो चक्करमा नपर्नुहोस्। किन भन्दा अहिलेको रुल अनुसार चाहिँ तपाईँको राइटिङमा यदि कन्टेन्टमा जेरो, यदि तपाईँको सारेको टेम्प्लेट युज गरेको भयो भने जेरो आउँछ। त्यसको मतलब अरू केहीमा नम्बर आउनेवाला छैन, कम नम्बर आउने भयो। त्योभन्दा बरु एसे लेख्न गाह्रो छैन। एसेको एउटा सर्टेन फर्मुला छ, सर्टेन स्ट्रक्चर छ, लेख्ने तरिका हुन्छ। हो, त्यो तरिकालाई फलो गर्नुभयो भने तपाईँको नम्बर आउँछ। स्पिकिङको केसमा तपाईँले फ्लुएन्सीलाई मेन फोकस गर्नुहोस्, त्यसपछि कन्टेन्टलाई गर्नुहोस्, त्यसपछि प्रोनाउन्सिएसनलाई गर्नुहोस्, नम्बर आउँछ है, समस्या छैन। हो, त्यही भएर follow the right institute, get IELTS instruction or PT instruction from the right institute, have the genuine guidance. अब तपाईँहरूलाई यो बाहेक अरू केही समस्या छ, आइएल्स, पिटी, ड्युओलिङ्गो भने सोलस ग्लोबललाई कन्ट्याक्ट गर्नुहोस्, भिजिट गर्नुहोस्, नबुझेका कुराहरू सोध्नुहोस्। थ्याङ्क यू।